हेलो नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु धेरै दिन पछाडी। आज चाहिँ मैले के नयाँ भिडियो लिएर आएको छु भने साथीहरु हेर्नु होला। म देखाउन चाहन्छु, म चाहिँ अहिले अर्को रुममा छु, यहाँ भाइहरुको रुममा छु क्या। सबै लुगाहरु यहाँ राखेको छ। केटा मान्छेको रुम यस्तो हुन्छ हेर्नु साथीहरु, मिलाउँदैनन् पनि। म चाहिँ अलिक आइपुग्दिन क्या, अलिक परै छ नि त एउटा रुम, त्यही भएर साथीहरु हेर्दै जानु होला के कस्तो हुन्छ। अनि मेरो युट्युब च्यानलमा गएर सब्स्क्राइब गरिदिनु होला साथीहरु। अनि भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला, के कस्तो लाग्छ साथीहरु भनिदिनु होला कमेन्टमा। अनि मेरो च्यानलको नाम चाहिँ के छ भने दीपकला राई छ है साथीहरु, हेर्दै गर्नु होला। म देखाउने छु म चाहिँ के गर्नु लाग्छु छु भनेर है त साथीहरु। म चाहिँ साथीहरु के देखाउनु लाग्छु भने नि हेर्नु न, मेरो छोरीको लुगा क्या उयो गर्नु लाग्यो। अनि हेर्नु न यति राम्रो राम्रो छ, यति राम्रो राम्रो लुगाहरु छ हेर्नु त साथीहरु। यस्तो नयाँ नयाँ लुगा छ, के गर्नु छोरीहरुलाई रहर लाग्छ किनिदियो। हेर्नु न जामै जामा कति छ, सानो भयो क्या मेरो छोरी चाहिँ, अब 8-7 वर्षको भइसक्यो नि त। अनि हेर्नु न कति महँगो महँगो हालेर किनिदिएको जामा हेर्नु त साथीहरु। यस्तो छ, आमामा म त माया लागेर मरिहाल्छु कि। हेर्नु साथीहरु के गर्नु, छोरीको लुगाहरू कति राम्रो लाग्छ अनि किनिदियो। हेर्नु न यस्तो महँगो महँगो हालेर 2500, 2600, 3500 हालेर किनिदियो। केही नकाम हुन्छ होइन त साथीहरु। यस्तो छ जामाहरू। यो चाहिँ साथीहरु हेर्नु न, मेरो छोरी कति सानो हुँदाखेरिको क्या, यो 5 महिनाको पनि थिएन होला समथिङ। यो उयो क्या नौरानको बेला किनिदिएको लुगा हेर्नु न साथीहरु। यस्तो उयोहरू थियो कि, यस्तो घुम्टोहरू पनि हेरबिनहरू पनि थियो, तिनीहरू चाहिँ सबै उयो भयो भाँचियो। तर यो चाहिँ अझै पनि यस्तो उयो छ साथीहरु, यस्तो माया लाग्छ मलाई। अब म यो चाहिँ उयो गर्नु लाग्यो कि साथीहरु, अरूलाई नै दिनु लाग्यो। राखेर पनि काम छैन नि त, बरु अरूको बच्चाले लायो भने त उयो हुन्छ नि त है साथीहरु, त्यही भएर दिनु लाग्यो। स्कर्टहरू पनि छ साथीहरु कति राम्रो राम्रो, तर मैले एउटा मात्रै निकाल्यो है स्कर्ट। अनि हाफ जिन्सको पाइटहरू हाफ कटहरू छ कि, मलाई एउटा मात्रै छोरालाई हुन्छ नि त जिन्सको कटहरू त, त्यही भएर मैले यो स्कर्ट चाहिँ एउटा मात्रै निकालेँ। मलाई नै माया लाग्यो क्या साह्रै दिनलाई। अनि ल्यागिजहरू छ, दिनलाई कस्तो माया लाग्यो क्या साथीहरु। हुन त अब कस्तो अब लगाइदिन्छ नि लगाइदिँदैन नि, त्यो त थाहा छैन। कुर्ती कति क्युट छ हेर्नु न कुर्ती। अब छोरी बढिहाल्यो साथीहरु, के गर्नु यस्तै छ। अब जे जस्तो भए पनि हेरिदिनु होला भिडियो चाहिँ। मैले अब थुजे लुगा देखाएँ भनेर नसोचिदिनु होला प्लिज। म चाहिँ के भन्छु भने, अब पहिला मेरो फर्स्टमा नानी जन्मिँदाखेरि पनि त क्या अनि लुगाहरू थिएन कसम साथीहरु, लुगा थिएन कि। अनि मैले कति दुःखले उयो गरेको नि त, अनि त्यही भएर कस्तो लाग्छ कि। अनि त्यो अरूको बच्चाहरूलाई लुगा दिउँ जस्तो लाग्छ कि म चाहिँ। अनि दिएको माया लागि पनि दिएको, मैले सम्हालेर राखेको थिएँ दिन्न कसैले भनेर। तर के गर्नु, नयाँ नयाँ छ लुगाहरू। अनि नानी त अब ठुलो भइहाल्यो, ठिका हुँदैन। अब भाइले लाउने कुरा आएन, तर हुन साथीहरु मैले लगाइदिन्छ पो त भाइलाई। साह्रो हुँदा त लगाइदिन्थ्यो, अब अहिले चाहिँ लगाइदिँदैन। अब अहिले त अब छोरा उयो मान्छेहरूले चिनिहाल्छ नि त। अनि अब सो त्यस्तै हो साथीहरु। अनि मेरो सानो घर, अघि चाहिँ म चाँदीको घरमा थिएँ, अहिले चाहिँ म हरियो घरमा छु है। हरियो कि निलो थाहा भएन कलर होइन। अहिले चाहिँ हामी 2टा रुम लिएको छ साथीहरु। अनि उता चाहिँ भाइहरू बस्छ, अनि कपडाहरू राखेको छौँ। यता चाहिँ सिर्फ हामी बस्छौँ साथीहरु। खानेर म चाहिँ तरकारी बनाउन लागेको छु। साग हेर्नुहोस् त साथीहरु कस्तो राम्रो साग। अनि म चाहिँ उयो बनाउन लागेको किनीमा, दाल चाहिँ बनाइसक्यो, दाल भात चाहिँ साथीहरु। अनि म चाहिँ साग र किनीमा बनाउने हो। हजुरहरूले कसलाई किनीमा मनपर्छ साथीहरु, कसलाई थाहा छ किनीमा भन्ने कुरा। किनीमा चाहिँ पहाडतिर बनाउँछ है प्रायः जस्तो। मलाई चाहिँ मेरो मम्मी सासू मम्मीले बनाएर पठाइदिनु भएको किनीमा अस्ति गाउँ जाँदाखेरि साथीहरु। यो हेर्नु न, यो कस्तो गर्छ खै। जी गरिदियो नि त, जी गरिदियो पहिला जी हाई गरिदियो नि त, हाई हेलो भन, नमस्ते साथीहरु भन। अनि अरु के भन्नुपर्छ? हाम्रो मम्मीहरुलाई लाइक कमेन्ट माया गरिदिनु होला। मेरो मम्मीले नयाँ भिडियो दिदीले जे भन्छ त्यही भन्छ हैन साथीहरु। यो पनि बोली फुट्दै छ नि त, बोली त सबै फुटिसकेको साथीहरु। म एकछिनमा देखाउँला। यसले बुबु खाने हुन्छ, कस्तो फटा छ कि यो त। हेर्दै गर्नु होला। म चाहिँ नानीलाई फकाए, यो तल बस्दै छ। कता गयो खोइ,
यहाँ बस्दैछ अनि उयो मकै खाँदै म चाहिँ अब तरकारी बनाउँछु है त साथीहरू साग काटेर किनेमा मलाई चाहिँ किनेमा एकदम मनपर्छ मेरो फेभरेट किनेमा म भिडियो बनाउँदैछु किनेमा काट्छु साथीहरू हेर्नु न कपाल पनि कोरेको जस्तो भइरहेको तरकारी बनाउँछु अलिकति भेज देखेन किनेमा मैले साग चाहिँ धोएरै राखेको हो हिजो साथीहरू अब काट्छु म साग कस्तो देखेन कराई बसाइसकेँ साथीहरू कराई बसाइसकेँ अब बनाउँदैछु म चाहिँ कराई तातिसक्यो तेल हाल्छु ल अलिकति सादा बनाउनु लाग्यो त्यो साग अनि उयो किनेमा त्यही गर्नु होला एकदम सादा बनाउँछु के तरकारीहरू सादा भन्दा पनि उयो अनि खोर्सानी पड्काइदिन्छु मैले चाहिँ फेरि तेल थपेँ अलिक बढी किनभने म नानी फुलाउँदैछु साथीहरू ढुङ्ग्री नानीहरूले ढुङ्ग्री खाने भन्यो त्यही भएर फुलाउँदैछु निकाल्ने चिन्ता चाहिँ होइन डरी जान्छ होला यस्तो भयो चिम्टा खाइन साथीहरू पुन्युले काम चलाउनु पर्छ त्यो अनि यस्तै हो छोरै सानो पोल्छ उयोहरू छ पोल्दैछु चाहिँ अनि खोर्सानी पड्काउँछु सुरुमा चाहिँ अनि त्यसका डर्यो केही छैन तर पनि छोराले हातभरि लिएर बसेको छ अघि लिएर बसिसक्यो अनि म चाहिँ तरकारी बनाउँदैछु अहिले चाहिँ साग हेर्ने होला मेरो साग यसरी सादा बनाएको साग चाहिँ साथीहरू म किनेमा आउँछ अहिले साथीहरू म चाहिँ किनेमा खाइन हाल्नु लाग्यो यतिको भयो मेरो साग चाहिँ त्यो हालिदिन्छु किनेमा अलिकति धेरै हुन्छ कि फेरि अब यसलाई चाहिँ म चलाइदिन्छु टक्कले चलाइराखेको मैले खोर्सानी पड्काएको छु रातो यसमा चाहिँ अनि किनेमा हालेको साथीहरू अब पाकेपछि देखाउँछु म खाएर देखाउँछु ल साथीहरू कस्तो हुन्छ साथीहरू मेरो खाना चाहिँ यो है बनिसक्यो मेरो साग र उयो चाहिँ किनेमा चाहिँ अलिकति बढी किनेमा देखिरहेको मैले किनेमा बढी हालेको छु के खानु लाग्यो भने फाइनली उयो खोर्सानी पिसेर खराएर पिसेको छ अनि तेलमा अनि ढुङ्ग्री छ अलिकति आलु पनि छैछको अनि त्यसपछि किनेमा साग दाल अनि भात खानु लाग्यो ल साथीहरू फेरि गर्नु होला म खान्छु है त कस्तो हुन्छ साथीहरू फाइनलमा चाहिँ खाना के दुध खाने भन्छ हेर्नु न अनि खाना खानै दिँदैन अनि त्यही हेर्नु नि तमासा गर्छ चोर म खान्छु खाए तिमी खाने त्यो खाना खाएको भिडियो चाहिँ मैले देखाउनु पाएन त्यस खानु लाग्यो मात्रै देखाएँ किनभने नानीले बनाउनै दिएन क्या साह्रै झिझो गरौँ नि त रुयो अनि त्यसपछि मैले त्यतिकै बनाइनँ अनि त्यसपछि साथीहरू अहिले चाहिँ रातिको 8:30 हुन आँटिसक्यो 8:05 रहेछ 8:30 होइन सरी 8:05 रहेछ 8:05 भइसक्यो चाहिँ बेलुकाको अनि हामी चाहिँ अघि करेन्ट चाउचाउहरू खायो खाना चाहिँ मैले बनाइसक्यो नबनाइ त हुँदैन नै साथीहरू अनि अब करेन्ट चाउचाउ त खायो तर भोक लाग्छ होला राति होइन अनि म मात्रै अनि त छैन अनि थुप्रैजना हुन्छौँ अनि खानाहरू बनाउनु पर्छ त्यही भएर सो मैले खाना पनि बनाइसक्यो कपाल चाहिँ हेर्नु साथीहरू मैले कपाल कोर्नु भ्याउँदिनँ होइन त काम पनि छैन भन्छ नि फुर्सद पनि छैन कपाल कोर्नु भ्याएन जङ्गङ्ग भएर बसेको म साथीहरू यस्तो साथीहरू म चाहिँ अब बिदा लिन चाहन्छु मेरो छोटो भिडियोबाट यस्तो अर्को भिडियो लिएर आउने नै छु फेरि पनि त्यति बेलासम्म है यस्तो बाई बाई साथीहरू।